हाम्रो साईको ब्लगमा हामी अब चौलागिरीको गेटमा पुगिरहेको छौँ। अझसम्म पनि यो लिची खाँदैछ क्या, अहिलेसम्म लिची खाँदैछ, डन्सिना फाल्दैछ। गाई चाहिँ चौलागिरीको गेट आइसकेको छ। यता यो त्यो पार्किङ हो। टिकट के यहाँ काट्नुपर्छ, माथि काट्ने हो माथि। वेलकम टु गाइज हाम्रो ब्लगमा। हाम्रो स्पेसल दिजु उसको त हल्का हल्का पुस्किन्छ बेला बेला। अस्ति बर्थडेको पार्टी पनि खुवाएन अहिलेसम्म, त्यस्तो चढ्ना छ। त्यो भन्ने मात्रै हो क्या, खुवाइन त कहिले होइन क्या, बहाना। मेरो बहाना पैसा बचाउने चाहिँ हाम्रो यही हो गाइज। हामी चाहिँ बेलुका आज खानकोट माथि हो भन्न सक्दैन। अब चाहिँ हामी खानकोटको केबुल कार चढ्दैछौँ। गन्दागिरी केबुल कार मामुहरू चाहिँ तल हुनुहुन्छ, मामुहरू। हामीहरू चाहिँ माथि छौँ। रेडियोहरू सम्राट अगाडि गइसक्यो। भाइहरू मतलब एउटा भाइ आइसकेको छौँ चौलागिरीको माथि केबुल कार चढ्ने ठाउँमा। चौलागिरी आइ लभ चौलागिरी भन्ने आइसकेको छ। चौलागिरीको केबुल कार चढेर हामी चौलागिरी माथि जाँदैको छौँ। नभए यहाँ फोटोसुट गरिरहेको छौँ। कस्तो छ त डाँडा यहाँ? वेलकम छ ह्युमन साइड ब्लगमा भनेर भन्दैन म। हामी चाहिँ चौलागिरी प्रवेशद्वारको गेटमा छौँ। प्रवेशद्वार छिरेर बनेको छ हाम्रो हिमाली मगाराई। जाँदैछौँ केबुल कारमा चढ्दैछौँ। यता बुकु चस्मा दिएर उता होइन के घुमाए पनि हुन्छ क्या। आफू पनि देख्नु मामु हल्का साथ छ। सबैलाई हेर्नु भाइ जति छ माया नलुकाऊ दूरी नबढाऊ न मजबुरी अब चाहिँ हामी चौलागिरी भ्रमण दर्शन सबै पुरा भइसकेर अब घर फर्किन लाग्यो।
हामी एउटा लाइन बस्नुपर्दो रहेछ अब हामी यति भन्दै हामी निस्किसकेको छौँ माथि डाँडाबाट